नमस्कार, स्वागत छ तपाईहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिकामा अवस्थित मनमोहक धुस्तुङ देउरालीमा। प्रकृतिको काखमा रहेको यो रमणीय स्थान आफ्नो अनौठो मौसमका कारण अझ विशेष मानिन्छ। यहाँ केही क्षण अघि घामले डाँडाकाँडा सुनौलो बनाइरहेको हुन्छ अनि उत्तिखेरै बाक्लो कुहिरोले सम्पूर्ण क्षेत्रलाई सेतो सिरक ओढाइदिन्छ। फेरि केही बेरमै कुहिरो हट्छ, नीलो आकाश खुल्छ र चिसो हावासँगै प्रकृतिको अर्को सुन्दर रूप देख्न पाइन्छ। एउटै दिनमा घाम, बादल, कुहिरो र वर्षाको अनुभव गर्न सकिने धुस्तुङ देउराली साँच्चीकै प्रकृतिको अनुपम उपहार हो। यही अद्भुत मौसम, हरियाली वातावरण र मनमोहक दृश्यले यहाँ आउने हरेकलाई मोहित बनाइदिन्छ। आज हामी यही सुन्दर गन्तव्यमा आयोजना गरिएको हाम्रो विद्यालय दुर्गा भवानी माध्यमिक विद्यालयका आदरणीय शिक्षकहरू पिकनिक यात्राको अविस्मरणीय क्षणहरू तपाईहरु सामु प्रस्तुत गर्दैछु। आउनुहोस् आजको भिडियो सुरु गरौँ। यदि तपाईलाई यस्तै सुन्दर यात्रा, प्राकृतिक दृश्य, गाउँघरका कथा र रमाइला भिडियोहरू मनपर्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। हेलो गाइज, फेरि पनि तपाईहरु सबैलाई नयाँ भ्लगमा स्वागत छ। नयाँ भ्लग भिडियो जे भन्दा पनि हुन्छ हैन। आज हाम्रो के छ भन्दाखेरि हाम्रो स्कुलमा स्टाफहरुको सानो पिकनिक रहेको छ। म चाहिँ घर थिएँ। अब हामी 10 बजे स्कुलमा जम्मा हुने भन्ने कुरा थियो। अब अहिले चाहिँ 9:15 भइरहेको छ। म बाटोको बिचमा छु। अहिले बिचमै भिडियो किन स्टार्ट गरिरहेको छु भन्दा चाहिँ यस्तो मौसम देख्नुभएको छ तपाईहरुले हैन। त्यही भएर चाहिँ म बाटोको बिचबाटै चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। यस्तो मौसम छ। सो मलाई चाहिँ हिमाल देखेपछि यस्तो मन पर्यो हैन। अनि त्यही भएर चाहिँ हिमाल देखेर चाहिँ मलाई यसरी भिडियो बनाउन मन लागिहाल्यो। यसरी चाहिँ अब आजको भिडियो स्टार्ट भएको छ। अब म स्कुलमै पुगिसकेपछि त्यहाँको यताउता सब भिडियो आज दिनभरिको गतिविधि चाहिँ म देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला है त। गाइज, मैले बाइक यहाँ राखेको छु। यो सामान चाहिँ त्यही मैले अघि भनिसकेको छु हैन, हाम्रो पिकनिक छ भनेर हल्का मैले सामान लिएर आएको छु। यो ठाउँमा आएर चाहिँ मलाई नझरिकन चाहिँ मेरो चित्तै बुझेन क्या। म यहाँ चाहिँ किन झरिरहेको भन्दाखेरि नि, म यहाँ किन झरिरहेको भन्दा म त्यो डाँडामा जान्छु हैन, त्यसपछि म भन्छु है त। यो ठाउँ भनेको नि, यो ठाउँको नाम चाहिँ धुस्तुङ देउराली भन्छ हैन। अब यो ठाउँमा चाहिँ जति बेला पनि हुस्सु लागिरहेको हुन्छ क्या। आज चाहिँ यस्तो भाग्यमानी छु नि म, किनकि यो बाटो हिँडिरहेको बेलामा जति बेला पनि हुस्सु लागिरहेको हुन्छ। आज चाहिँ यस्तो हेर्नु न, घाम लागिरहेछ क्या। यस्तो हरियाली छ हैन, घाम लागिरहेछ। मैले अघि नै तपाईहरुलाई आजको मौसम खुलिरहेको थियो। यतातिर चाहिँ उत्तर पर्छ, यतातिरको हिमाल मैले देखाएको थिएँ। अघि नै म कताको साइडबाट देखाएको थिएँ हैन। यो बाटो यस्तो छ। मैले बाइक त्यहाँ पार्क गरिरहेको छु। यो ठाउँ भनेको यस्तो ठाउँ हो जति बेला पनि हुस्सु लाग्ने। अहिले यस्तो मौसम खुलिरहेछ नि। यो यताबाट हामीले देखिरहेको यो बुटोल हो गाइस। यस्तो खुसी छु। यो यहाँबाट बाटो छ, यो पुरा यो डाँडा यता उत्तर गाइस। तानसिन कतातिर पर्छ, तानसिन म यताबाट आएको होइन। त्यहाँ देखिएको ठाउँ कतातिर देखियो, म यो दुर्गा भवानी मावि मैले पढाउने स्कुल त्यहाँ छ। एउटा स्कुल यहाँ पनि छ। यतातिर दक्षिण पर्छ, बुटोल हो यो देखिएको सम्म भाग छ। मेरो क्यामेराले देखाउन सकेको, मेरो मोबाइलले देखाउन सकेको जति। उतातिर जाँदा त अब हल्का हल्का हुस्सु जस्तो त छ होइन। जस मेरो क्यामेराबाट यतिको भेटिरहेछ। आँखाले हेर्दा चाहिँ यस्तो मजाको देखिएको छ। यो पहाड छ होइन। त्यसपछि उता गएपछि त पुरै तराई हो, पुरै तराई यस्तो छ। यो भागहरू हरियाली, डाँडाकाँडा। यता टावर चाहिँ कतातिर हो, टावर चाहिँ यतातिर यो डाँडाले छेकिया छ होइन। त्यहाँ पनि म जाने भनेको, कहिले जान्छु मेरो फुर्सदमा। यस्तो छ। म चाहिँ यसरी यो डाँडामा चाहिँ यसरी चढिरहेको छु गाइस। यस्तो छ। मलाई आज झर्नै मन लाग्यो क्या। यस्तो घाम लाग्ने भनेको नि यहाँ चाहिँ यो ठाउँमा बिरलै हो क्या। यस्तो घाम खासै लाग्दैन क्या। अब ट्याक्क म जाने भनेको त्यहाँबाट यो बाटो हुँदै ट्याक्क त्यो हुँदै योबाट यो घुम्टी गरेर जो सब त्यहीँ हेर्दा त्यहीँ देखिया छ। तर यो घुम्टी यहाँबाट लगभग 10 मिनट जस्तो लाग्छ बाइकमा। यस्तो छ गाइज। अब 10 बज्न पनि थालिसकेको छ, लगभग 9:30 भएको छ। अब चाहिँ म
अब चाहिँ रोकिन्न है म। यस्तो मौसम, यो मौसमले गर्दा हो क्या मलाई रोक्न मन लाग्यो। ल गाइज मेरो भ्युजहरू बढिरहेछ, सब्सक्राइबरहरू बढिरहेछ, यस्तै छ। अब चाहिँ म ट्याक्क जान्छु। जो सब्सक्राइबर बढिरहेछ, खुसी भनेको त्यही हो। हामी युट्युबर सानसानो युट्युबरहरूलाई त्यही हो, सब्सक्राइब गर्नु होला होइन। अब च्यानल मोनिटाइज हुने अवस्था आउन थालेको छ, वाच हाउस पुग्न लागेको छ। तपाईँहरूले यति सहयोग गर्नुभयो भने म एकदम खुसी हुन्थेँ। अब मोनिटाइज भयो भने त म यस्तो मेहनत गर्छु नि, खासै मेहनत गरे जस्तो पनि लागिरहेछ, झेउ लागे जस्तो पनि हुन्छ। त्यही हो गाइस, सब्सक्राइब गर्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। अब दिनभरिको पिकनिक चाहिँ कस्तो हुन्छ हेर्नु होला है त। ल अब चाहिँ म कहीँ नभुलिकन सिधै म जान्छु यता नारायण मावि भनेको हो, यहाँ छ स्कुल चाहिँ, हरियाली छ क्या यता हो, तराई बुटोल यही हो। ल भयो, मैले अघि भनिसकेको छु, भिडियो लामो पनि होला, फेरि झेउ लाग्ला होइन। ल अब चाहिँ म चाहिँ जान्छु, बाइक अफ पनि गरेर हिँड्छु गाइस। यसरी चाहिँ खुल्ला नछोड्नु होला, ब्याट्री डाउन हुने समस्या हुन्छ होइन। ल अब चाहिँ म सट्टा लगाएर स्कुल पुगिहाल्छु है त। अब फेरि यहाँ म लगभग स्कुल पुग्न थालिसकेको छु, फेरि म बाटोमा रोकिसकेँ गाइस। म फेरि यहाँ रोकिसकेँ। किन रोकेँ भन्दाखेरि यहाँबाट म तपाईँहरूलाई यहाँको यो देउराली गाउँ देखाउँदैछु होइन। यो स्कुल चाहिँ त्यहाँ छ। अब ठ्याक्क यो गाउँ देउराली गाउँ चाहिँ लगभग यो छ। त्यहाँबाट हेर्दाखेरि यता ठुलो भिड जस्तो देखिन्छ, तर हल्का यहाँ ठाउँहरू चाहिँ गजबको छ। बाटो यस्तो छ, यहाँ पहिरो झल्ला जस्तो छ गाइस। म यस्तोमा रोकी भिडियो बनाइरहेको छु, देख्नु भएको छ नि। म भिडियोको लागि यस्तो मेहनत गरिरहेको छु। म यसरी भिडियो बनाउँदै नहिँडेको भए लगभग आधी घन्टा अगाडि नै पुगिसकेको हुन्थेँ। म यस्तै भुल्दै हिँड्ने मान्छे हो गाइस। ल अब लगभग पुगिसकेपछि फेरि म भिडियो जोड्दै जान्छु, हेर्दै गर्नुहोस् है त। ट्याक्क लाएर होइन त। हाम्रो मिन्सर आउनु हुँदैछ, डेक बजाउँदै। हाम्रो शान्त सर यहाँ आउनुहुन्छ। ल हामी चाहिँ यो पिकनिक स्पट यो काउले डाँडा भन्छ, यो रिब्दीकोटको काउले डाँडामा हामी यति बेला आइसकेका छ। भ्यू आज घाम लागेको अवस्थामा चाहिँ यस्तो मजाको भ्यू देखिएको छ। यो देखिएको रिङसिङ डाँडा, यो हामी बसेको स्पट चाहिँ योभन्दा मुनतिर छ। हामी चाहिँ यता आइया छ, यो यतापट्टि देखिएको डाँडा फेक छहरा यता पर्छ, देख्नु भएको छ। यतातिर हो त्यो देखिएको बजार छ, बतासे बजार छ। त्यो पछाडिको सबै भागहरू यो डाँडा भन्दा यो देखिएको जति यो पाल्पै पर्यो, पछाडिको भाग चाहिँ यो गुल्मी पर्छ। रेसुङ्गा अलिकति यहाँ छेकिया छ, देखिया छैन यो बादलहरू लाएर। आज यत्तिको मौसम खुल्या छ। ल सर ल यो चाहिँ यो हाम्रो यहाँबाट तराई हेर्नुहोस् त, यो वहाँ यहाँ पैनबाट उत्तर हेरे हिमाल, दक्षिण हेरे तराईको सम्म भइरहेसम्म यो तराईको बेल्ट देख्न सकिन्छ। बुटुलको नजिकै दोभान, यता दोभान कता पर्छ? दोभान यो चोकमा चाहिँ दोभान यता हो, यहाँ चाहिँ दोभान पर्दो रहेछ। यो देखिने अलि यो डाँडा चाहिँ दोभान हो। हजुर यो डाँडा दोभानको वार्ड नम्बर कति नम्बर हामी चाहिँ यहाँ यसरी ट्याक्क यो भिडियो खिच्न चाहिँ हामी यसरी आइया छ। बाइक त्यहाँ राखिया छ, अझै अलिकति केही सामान बाँकी भएर हामी लिन पनि जाँदैछौँ। ट्याक्क लाएर यस्तो छ। यो चाहिँ माथिको डाँडा सम्म छ। जस आज घाम लागेर चाहिँ मौसमले चाहिँ भिडियो बनाउन चाहिँ साह्रै साथ दिएको अवस्था छ। कता कता यहाँ जुका लाग्छ भन्ने पनि सुन्नमा आउँछ। अब यहाँबाट हेर्दाखेरि डाँडा हेर्दाखेरि यहाँ अब मजाको गाउँ देखिएको छ। चाहिँ ट्याक्क लाएर यसरी चाहिँ ट्याक्क छ। सरले पनि भिडियो बनाउँदै हुनुहुन्छ। ल एकचोटि फेरि भन्नुपर्दाखेरि चाहिँ यतापट्टि चाहिँ पाल्पाको पश्चिमतिर पर्यो, रैनादेवी छहरा, यिनी बतासे बजार, अनि त्यसपछि पछाडिको गुल्मी पर्यो भने यता पश्चिम। त्यसपछि यता चाहिँ देख्न सकिन्छ, यता चाहिँ तराई, यता बुटोल ट्याक्क लाएर र म चाहिँ बिचमा। नमस्कार। ल सर पनि आउनुभएको छ। यहाँ हाम्रो बम सर र सुमित्रा म्याडम अहिले भर्खर आउँदै हुनुहुन्छ। हामी केही सामान लिन जाँदैछौँ।
ल हिँड्नु भिडियो खिच्दै म चाहिँ अब अलिकति छुट्टी सामान लिन जाँदैछु अब यसो भिडियोहरू खिच्दै ट्याक्क लगाएर जानुभएको छ यसरी जे होस् आजको पिकनिक रमाइलो हुने जस्तो देखिँदाखेरि आइरहेको छ रमाइलो छ खासै टाढा छैन हाम्रो स्कुलबाट चाहिँ नजिकै हो जे होस् मजा आइरहेछ है लगाएर देखिरहनु भएको होला च्यानल चाहिँ सब्सक्राइब गर्नु है साथीहरू च्यानल चाहिँ मजाले सब्सक्राइब गर्नु होला त्यही हो अरू त के भनौँ र भिडियो बनाउनु दामी यस्तै हो क्या डिजाइन है सर हो लाइट अस्ति नै राखेको खतरा फोटो जस्तै कटिङ सुरु भयो बल्ल आउँदै हुनुहुन्छ म्याडमहरू यति बेलासम्म हामी सबैजना जम्मा भइसकेर अब खानपानको लागि खानेकुराहरू पकाउनतर्फ लागिसकेका छौँ। यहाँसम्म आइपुग्दा भिडियो अलिकति बढी लामो हुन्छ कि भनेर मैले पार्ट 1लाई यहीँ सकाइदिएको छु। अब बाँकी कुराहरू अर्को पार्टमा हेर्नुहोला। अर्को पार्ट अझै रमाइलो छ। खासै ननाच्ने भन्दा पनि नाच्न नजान्ने म, तर यो पिकनिकमा भने म यस्तो मजाले नाचेको छु नि, खुलेर नाचेको छु। अहिले भिडियो एडिट गर्दा मलाई आफैलाई हाँसो लागिरहेको छ। पार्ट 1 पक्कै पनि तपाईँहरू सबैलाई मन पर्यो होला। कृपया च्यानललाई सब्सक्राइब गरेर अलिकति सपोर्ट गरिदिनु होला।